Hi guys, welcome to my YouTube channel Sarki Golai. आज चाहिँ है धेरै पछि फेरि एकदमै काम लागेको छ, हावाहुरी चलेको छ, त्यो पनि जाडो छ है। म चाहिँ यसो बाहिर ब्याङ्कमा पनि काम थियो अनि ब्याङ्कको कामले गर्दाखेरि निस्केको थियो। अब चाहिँ म बस चढ्छु भनेर बस स्टेसनमा गइरहेको छु। र आज धेरै नै हावा चलेको छ। टोपी लाउनु पर्ने थियो तर मैले टोपी खासै लाउन मन पर्दैन कि, अनि टोपी चाहिँ खासै लाउँदैन है। बस स्टेसन त आइपुग्यो तर कस्तो चिसो चलेको हावा, चिसो चलिरहेछ हावा होइन। हावा त पर्नै यस्तो धेरै चलेको छ कि घाम पनि लागेको छ। फेरि यो घामले तातो दिएकै छैन। ल बस स्टेसनमा आइपुग्यो। जाडो चाहिँ जाडो छ, नाउ पनि लामो भइसक्यो। आज चाहिँ हल्का गाजर लाएर आएको छु है, अलि राम्रै देखोस् भनेर के। ल अब म चाहिँ चढेपछि चाहिँ भिडियो बनाउँछु है त।
हावाले गर्दाखेरि आँखा आँसु आउला जस्तो भएछ, अलिअलि आइरहेको पनि छ। म चाहिँ भित्र चाहिँ भिडियो बनाउन है, अब यति नै हो। अब म फर्किँदाखेरि बनाउँछु। बाई गाइस। अब बाहिर राखेको छ, सस्तो नै होला, मैले चाहिँ सामान पनि किन्न त किने, तर थोरै किने, 2टा किने। एउटा चाहिँ पर्फ्युम किने होइन, बास्ना मिठो लाग्यो क्या त्यो चाहिँ। मलाई चाहिँ फेरि गाडीहरूमा कता कता हिँड्दाखेरि चाहिँ पर्फ्युमहरू लगाएको मन पर्दैन क्या, वाक आउँछ। अनि त्यो कानमा लाउनलाई रिङ किने होइन, कस्तो देखिन्छ, कानको पल्छ कि छैन थाहा छैन, यत्रो भइसक्यो लगाएको छैन मैले। पहिला सानोमा कसले छेडिदिएको हो कान चाहिँ थाहा भएन है, तर मैले लगाएको चाहिँ अहिलेसम्म थिएन कि। टप चाहिँ घरमा टप त छ, तर मैले लाउँदैन क्या, त्यो कानमा चिलाउँछ क्या, कान कस्तो चिलाउँछ नि, लाउँदैन म चाहिँ खासै। त्यही हो। आज म कस्तो काली देखिरहेको छु, के भएर काली भयो थाहा भएन है। फेरि बस चढेर अब घरतिर लाग्छु। म चाहिँ यत्तिकै, मेरो त काम त अघि नै सकेको कि माथि नै सकेको, घर नजिकै। म त टाढै जानुपर्छ होला ब्रान्च भनेपछि त, त्यहाँबाट नै अर्कोमा ठाउँमा जाऊ भन्दाखेरि त भनेको होइन रहेछ है, त्यही नजिकै रहेछ क्या। अब मैले चाहिँ के अरे क्रेडिट कार्ड एप्लाई गरेको थिएँ कि, अनि क्रेडिट कार्ड चाहिँ एप्लाई गरेको धेरै दिन भइसक्यो, विक भइसक्यो, आएको थिएन। अनि के भयो भनेर सोध्न गएको थिएँ अस्ति। अनि त्यसपछि मेरो अझै आएको छैन, नभए त चिठी पोस्टमा आउँछ नि त, हाम्रो त यहाँतिर त पोस्टमा आउँछ नि त, पोस्टमा पनि आएको थिएन। अनि मैले सोधेको, तर मलाई चाहिँ मान्छे बोलाएर क्या त्यहाँ आऊ है, त्यहाँ आएर लिऊ है भनेर हिजो कल आएको रहेछ। अनि म त्यहाँ आएको थिएँ। अब फेरि 51 नम्बरको बस चढेर जान्छु, अब घरतिर लाग्छु है। बसहरू चाहिँ पुरै यहाँ लाइन लागिरहेको छ कि, यसरी लामो लाइन लागिरहेको छ कि। अघि अलिकति हातमा सेन यस्तो छुस्स गरेर सुँघेको थियो, कस्तो बास्ना आएको अहिलेसम्म। म चाहिँ अब घरतिर लाग्नु पऱ्यो। आज मौसम कस्तो राम्रो छ कि, अनि म त काजललाई मेरो गाडी चढेर यस्तो तलतिर हेर्न आएको। चिसो भए पनि त्यस्तो जाडो त छैन, ठिकै छ, जाडो चाहिँ जाडै छ, हावा चलिरहेछ। मेरो बस कति नम्बर 51 कहाँ हो, यहाँ हो नि। कस्तो सिकान आउन लाग्यो, यस्तो छ कि। त्यहाँ आउने रहेछ, तर म बसेला यहीँ एकछिन बसेला। सुरुवालमा फोहोर लाग्ने हो कि, एकछिन यसो बसेको ल। बस चाहिँ अझै आएको छैन कि, घुरिरहेको छु, बसै आएको छैन होइन। अहिले चाहिँ घाम अलि तातो लागिरहेछ, अनि यसो यहाँ उभिएको है, बसै आएन। कति बेर पुगिसक्यो, 11 नम्बर आयो यो बस होइन है मेरो चाहिँ। मैले कुदिरहन्छु एकछिन, 51 नम्बरले घरसम्मै पुऱ्याउँछ क्या। आइसक्यो बस, म चाहिँ अब चढ्छु ल।
चढ्छु ल गाइस, मेरो बस आइसक्यो। म चाहिँ बस कुद्दा झ्याउ लाग्यो, बस पनि पाएन होइन। अब त्यहाँ माथितिर पुग्छु भनेर म चाहिँ हिँडेँ है। कुद्दा झ्याउ लाग्यो, बसै आयो। मलाई चिसो लाग्यो, मैले यसरी हिँडिदिएको आयो भने आधी भएर चढ्छु भनेर क्या। अब अलि एकछिनमा है जाडो छ, जाडो रुख पनि रहेछ है। भोलि पर्सि यो रुखहरू पातको लगाएपछि कत्रो ठुलो हुन्छ, मलाई कस्तो हरियाली हुन्छ होला है। म चाहिँ अब हिँडेरै जान्छु कि यहाँ केही पनि आएको छैन है। बस कुद्दा पनि होइन, सानो पालो साला पो भनिहाल्छु छु, सरी है। हिँडिदिन्छु म त। बस आयो कि भनेर हेरेको। अनि यस्तो मलाई चाहिँ आज चाहिँ हिँड्न पनि मन लाग्यो है। हिँडेको नि मेरो पालो है। यस्तो जाडो त जाडै छ है। यस्तो हावा सिरिरै चलिरहेछ। 11 बजेतिर उठ्यो, भात पकायो, खायो, अनि निस्केको। तरकारी पनि आज त्यस्तो मिठो लागेको कि हिजो राति नै भोक लागिरहेको थियो लाग्न चाहिँ मलाई। त्यो निन्द्राले गर्दाखेरि के 1 बजीसम्म बसेको थियो अनि भोक लागेर रहेछ कि। अनि 2टा सानसानो डिब्बावाला दही खाएर सुतेको। अनि त्यसले चाहिँ हल्का भेटाएछ। 11 नम्बरको बस त्यहाँ रोक्ने रहेछ, तर गइसक्यो। कस्तो जाडो लागेको कि सिकान त धन्न चुहेको छैन ल मेरो। सिकान चुह्यो भने त बर्बाद भयो त। मैले अघि किनेको टप लगाएर देखाउँछु ल, कानको बल रहेछ कि नरहेछ भनेर है। त्यहाँ एकछिन बस्छु, अब चाहिँ गाडी आएपछि जान्छु ल। त्यो धेरै हिँड्नु नै हुँदैन, चिसो लाग्छ। कस्तो हेडफोन खस्न लाग्यो कि धेरै नै हिँड्नु हुँदैन चिसोमा है। अनि एउटा नोफिलबाट चाहिँ एउटा ब्रेड र रोटी चाहिँ लगेर जानु पर्यो, यसो खानुहुन्छ। यहाँ कुरेला, यहाँ चाहिँ 511 नम्बरको बस पनि आउनु रहेछ, यहीँ कुर्छु। बस्ने ठाउँ छैन रहेछ है। यति नै हो। अब म आधी पुगेपछि देखाउँछु। त्यो घर चाहिँ कतिको ठुलो हेर्नु। म चाहिँ त्यहाँ पनि बस कुरेन है गाइस, बस त्यहाँ पनि आउनु टाइम लाग्यो। अनि त्यही भएर म चाहिँ के अरे हिँडेरै जान्छु। अब नजिकै हो भनेर फेरि हिँड्दै आएँ है। यसो बाटोमा गाना पनि सुनेर जाँदाखेरि त त्यो फुल म्युजिक लाएर हिँड्दाखेरि त रमाइलै लाग्छ है। त्यही भएर म चाहिँ हिँडेको। हिउँहरू अझै पनि पग्लेको छैन। यो हिउँ पग्लिन त टाइम लाग्छ होला निकै। त्यहाँ अगाडि मान्छेहरू पनि हिँड्दै रहेछ, उनीहरू पनि हिँड्ने रहेछ, म पनि हिँड्छु भनेर हिँडेको। यहाँ चाहिँ पछाडि सबै जङ्गल छ है, पुरै जङ्गल रहेछ।
त्यस्तै छ। यहाँ चाहिँ यो हाम्रो नेपालतिर हुन्छ नि त्यो के भन्छ पानी के तलबाट आउनेलाई के भन्छ खोलाको पानी कि के को पानी भन्छ नि त है। खोलाको पानी होइन कुलो के पो भन्छ मलाई बिर्सियो थाहा छैन है। त्यस्तै भन्छ होला खोला खोला खोलाको पानी कालो रहेछ खोलाको पानी त। म चाहिँ हिँड्दैछु है अझै आइपुगेको छैन। म चाहिँ अझै हिँड्छु ल पुरै जङ्गल हिँड्दैछु। अब चाहिँ म फेरि अलि माथि पुगेपछि चाहिँ बनाउँछु है गाइस। लगभग म चाहिँ हिँडेर चाहिँ आधा बाटो आइपुगिसक्यो है। अब 20 मिनट जतिमा घर पुग्छ होला है। पुग्छ होला 20 मिनट जतिमा त। तर म चाहिँ नफिल पसेर एउटा ब्रेड लान्छु, जाम लान्छु, टमाटर लान्छु, अनि एउटा रोटी लान्छु। अनि त्यसपछि घर जान्छु। हिँडेर आउँदा पनि मलाई रमाइलो भयो आज है। म चाहिँ है प्राय एक्लै नै हिँड्छु। मेरो अहिलेसम्म भन्नुपर्दाखेरि मिल्ने साथी कोही पनि छैन होइन। छ साथी त छ कि तर त्यस्तो मिल्ने साथी छैन है। अब बिहे गरेपछि त साथी छैन भन्न त मिलेन है। छ हस्बेन्ड छ है तर उहाँ नेपालमा हुनुहुन्छ। त्यही पनि खुसी छु एक्लै हिँड्दा पनि, एक्लै हिँड्नु पर्दा पनि खुसी नै छु। अब आउने दिनहरूमा चाहिँ हस्बेन्डसँग साथी भएर हिँड्न पाओस् है। मैले त्यही भन्छु। एकदमै नेपालतिरको याद आइरहेछ मलाई है। याद त किन नआउँदैन र है, आउँछ। आफ्नो बाबा मम्मीहरूको याद आउँछ नि है, आफ्नो परिवारको याद आउँछ। जसलाई नै आउँछ, स्वाभाविक हो आउनु। बट तर मलाई चाहिँ त्यति साह्रो यहाँ आएर चाहिँ दुःख त भएको छैन। त्यही पनि है दुःख त हुन्छ। यो हुनुपर्ने हो, हुनलाई आएको हो है। त्यसमा हामीले दुःख भयो त्यो भएन भन्न त मिल्दैन है। गाडीहरू पनि कस्तो स्पिडमा आएको हो, त्यही हो। मैले चाहिँ सधैँ यसरी नै हिँडेर भ्लगहरू बनाउँछु, तपाईँहरू हेरिदिनु होला है। म चाहिँ भर्खर युट्युब च्यानल खोल्न त पहिल्यै खोलेको, तर मलाई चाहिँ कसरी भिडियोहरू अपलोड गर्छ, कसरी के गर्ने भनेर चाहिँ थाहा दिएन है। अहिले चाहिँ अलिअलि युट्युबतिर हेरेर सिक्छु कि म पनि। राम्रो भए नि नभए नि अपलोड गरिदिन्छु, केही फरक पर्दैन होला भनेर म चाहिँ अपलोड हालिदिन्छु है। त्यही हो। हिँडेर लगभग आइपुगिसक्यो रहेछ त्यहाँ। अघि बिहान चाहिँ अलि धेरै नै जाडो लागेको थियो, अहिले चाहिँ खासै जाडो लागेन है। गेटवे टर्मिनलबाट चाहिँ म हिँडेरै आएँ है घर फर्किँदा चाहिँ। अघि चाहिँ म गाडीमा गएको थिएँ, गाडीमा पनि एकैछिनमा पुऱ्यायो है।
त्यही हो सबैजनाले फुल भिडियो हेरिदिनु है। युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु। अलि रातो भएछ है। म चाहिँ पन्जा र टोपी चाहिँ लाउँदैन, मलाई मनै पर्दैन। यहाँ आइपुगिसकेको रहेछु म चाहिँ। अब यस्तो अब म चाहिँ त्यहाँबाट तलबाट बाटो क्रस गरेर यता नफिलतिर जान्छु है त। कति भिडियोमा सामान किनेर फेरि त्यहाँदेखि फेरि सुरु हुन्छ भिडियो है त। मेरो चाहिँ टिकटक पनि छ ल। मेरो चाहिँ टिकटक सार्की घले गुरुङ छ है। टिकटकमा पनि यसो फलो गरिदिनुहोस्, टिकटकमा हेर्नुहोस्। मेरो पहिला टिकटक आइडी थियो, मिलियनवालै थियो, तर मैले केही समय मलाई दिमाग ह्याङ भएको थियो, एकदम माइन्डमा के कुरा खेल्थ्यो कि के आउँथ्यो। अनि त्यतिखेर मलाई त्यस्तो लागेर मैले पर्मानेन्ट डिएक्टिभेट गरेर राखेको थिएँ। त्यो कति महिनापछि त खोल्नुपर्ने रहेछ, त्यो चाहिँ मैले डिएक्टिभ गरेपछि खोलेन। अनि एकैचोटि 7-8 महिनापछि खोल्न खोजेको, त्यो अलरेडी गइसकेको रहेछ, त्यो आइडी थिएन। अनि फेरि म पछि फेरि युएसए आउँदाखेरि मतलब आइसकेर न्यू आइडी खोलेको मैले खोलेको। अनि त्यसमा नि राम्रै लाग्छ मलाई। टिकटक चाहिँ धेरै मनपर्छ है। त्यो कमेडीहरू धेरै हेर्छु है, रमाइलो लाग्छ। म चाहिँ कमेडी चाहिँ बनाउँदैन है, मलाई आउँदा नै आउँदैन। त्यही पनि भिडियोहरू चाहिँ मैले प्राय घरमै बनाउँछु। बाहिर बनाउन त हुन्थ्यो, बाहिर बनाउनलाई फोनसम्म दिने मान्छे हुँदैन क्या। अनि भुइँतिर राखौँ भने कस्तो अर्कै लाग्छ है, अप्ठ्यारो लाग्छ। भुइँतिर राख्नु कि कहाँतिर राख्नु भन्ने लाग्छ। अनि मान्छे भए पनि म त चाहिँ टिकटक बनाउनलाई झ्याउ लाग्छ है, लाज लाग्छ। झ्याउ त होइन, लाज लाग्छ। अनि त्यही भएर चाहिँ मैले चाहिँ घरमै बनाउँछु। कहिले टोइलेटतिर बनाउँछु, कहिले किचनमा बनाउँछु, कहिले रुममा बनाउँछु। जता बनाउनु मन लाग्छ त्यतै बनाउँछु म चाहिँ। त्यही हो, म आइपुग्यो है। अब म चाहिँ पसल आइपुगेको, घर त होइन, घर त त्यहाँबाट 5 मिनट पनि लाग्दैन, नजिकै हो। त्यो त गेटवे टर्मिनलबाट त हिँडेर आएँ यार, म 30 मिनटमै हिँडेर आयो। यस्तो छिटो हिँडेर आएको छ कि। अब त्यहाँ तलबाट म रोड क्रस गर्छु, उता जान्छु। के बनाएको होला, किन भिडियो गरे होला भनेर मान्छेहरू हेरिरहेको छ मलाई। हेरिरहोस् है। टी मटन आइपुगेछ, त्यही हो। बाटो सिकाउँदैछ है। लगाइस यति हो। मैले सामान किन्ने ठाउँ चाहिँ है, तर मैले प्रायः एउटै बाटोको हालिदिएर हुन्छ। मलाई चाहिँ त्यो कुनै बेला त बाटो फेरि हिँडेर हाल्नुपर्ने है। मलाई चाहिँ जुन बाटो छुट्टिन्छ त्यो बाटो हिँड्छु।
एक्लै हिँड्दाखेरि चाहिँ गाना बजाएर गीत बजाएर हिँड्दाखेरि क्या रमाइलो लाग्छ। एक्लै पनि मैले चाहिँ सामान पनि किनेँ है, पाउरोटी, ब्रेड, सिरियल, त्यो दुधसँग खानालाई किनिसक्यो। यति नै हो भिडियो है। अब सबैजनाले फुल भिडियो हेरिदिनु होला। आज मेरो गेटवे टर्मिनलदेखि घरसम्मको हिँडाइ थियो। बस नचढिकन आएँ है। सबैजनाले फर्स्टदेखि लास्टसम्म हेरेर लाइक, सेयर, सब्सक्राइब हान्दिन है गाइस। बाई गाइस, यति नै हो भिडियो है। सबैजनाले हेरिदिनु होला।